डाक्टर आउनुभएको छ हजुरले मलाई पनि हजुर पनि चिनेको छ हो अघि पनि एकजना दाजु हुनुहुन्थ्यो मलाई चिन्नु भएको रहेछ उहाँले के छ हजुरको समस्या लु भन्नुहोस् त मलाई मेरो सर यो यस्तो यो दाद यस्तो खुट्टाहरूमा यस्तो छ यस्तो छ यहाँ नगरपालिकाले कति दबाई गऱ्यो पार लागेन दुवै खुट्टामा छ यता पनि सर्नु थाल्यो असाध्यै चिलाउँछ यिनीहरू चिलाउनु त त्यति चिलाउँदैन ठिकै चिलाउँछ तर यो दागी हुँदै 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 सर्छै जाँदैन कुनै बेला बेसी चिलाउने कुनै बेला कम्ती चिलाउने भन्ने हुन्छ कि त्यस्तो धेरै कहिले पनि चिलाएको छैन पहिला चाहिँ चिलाएको थियो अहिले चाहिँ कम्ती नै चिलाएको छ औषधि लाउँदैछु र चिलाएको छैन त नगरपालिकाले दिएको थियो नगर हस्पिटलले त्यो मलमहरू दिएको थियो अनि चिलाउँथ्यो बेसरी शरीर चिलाउँथ्यो पहिले त डाक्टर साहब गाउँ हजुर यो ल्याएर यो दिएको थियो यही खाएर अलिक चिलाउन चाहिँ कम भएको छ हो यस्ता औषधि हजुरले ढुक्क भएर खान मिल्छ है चिलायो भने नि खपेर बस्नु हुँदैन नचिलाउने औषधि चाहिँ खाँदा हुन्छ है हो यो औषधि हजुरलाई नै देखाउन भनेर यो बोकेर आइरहेको थिएँ ठिक गर्नुभयो त्यो मिलेको छ तर त्योभन्दा अझ अलिक सस्तो र राम्रो खालको यहाँ लेखिदिएको छु मैले हजुरले त्यो त बजारमै किन्नुभयो होला अहिले यो बजारमा अनि त्यतिखेर किन्दाखेरि कति पैसा पर्यो अनि त्यसले चिलाउन कम गरेको गरेन र आजको औषधिले चिलाउन कतिको कन्ट्रोल गर्यो हेरेर मैले आज लेखिदिएको औषधि अझ अलिक सस्तो छ पछि किनेर गर्नु पर्यो भने यो मैले लेखेको औषधि गर्दा हुन्छ हजुरले है लामो समय खानुपर्ने हुन्छ जस्तो देखिया छ मुख्य औषधि भनेको नकन्याउने हो अलिकति हजुरले खप्नै पर्ने हुन्छ पसिना र गर्मीको बेलामा चिडचिड गरिहाल्छ जाडोमा सुक्खा भयो भने पनि चिलाउँछ बेसी सो हजुरले पसिना धुनको लागि साबुन चलाउनु पर्यो पसिना धुने हिसाबले दिउँसोतिर साँझतिर नुहाएको हुनु पर्यो चिसो लाग्ला कि भन्ने बुढाबुढीले भन्यो भने त्यही अनुसारले चिसो नलाग्ने गरी नुहाएको हुनु पर्यो बिहानै नुहाउने चाहिँ पानी मात्रै खल्ला हाल्ने धेरै साबुन लगाए पनि फाइदा हुँदैन सुक्खा बनाउँछ क्या जिउलाई सो त्यसो नगर्ने दोस्रो नुहाइसकेपछि एकचोटि र जहाँ कन्याउन मन लाग्छ त्यहाँ पटक गरेर दिनमा 100 पटक पनि नकन्याउनको लागि चिल्लो दल्ने है मैले लेखिदिएको छु लोसन भनेर पटक गर्ने प्रशस्त गर्ने र यो लोसन दल्नु अगाडि चाहिँ चिसो पानीले सेक्दै गर्ने भनेर पनि लेखिदिएको छु है यति लसुन होइन लोसन भनेको चिल्लो अङ्ग्रेजीमा लोसन भनेको चाहिँ यसो शरीरमा दल्ने लसुन दल्ने होइन है ल यति गरेर हजुरलाई समस्या रह्यो भने मलाई एकचोटि 1 महिनामा डाक्टर साहब अहिले यस्तो छ भनेर भन्नु होला है हामीहरू घोपा क्याम्पमा भेटिन्छौँ आइतबार बिहिबार त मै भेटिन्छु नत्र जतिखेर आउँदा पनि हुन्छ यो कागज बोकेर गाह्रो भयो भने है अनि ब्याङ्कहरू नत्र यही कागज लिएर हजुरले नगर अस्पतालमा पनि यो गरुन्जेल राम्रो भएको थियो यस्तै एरिया नै औषधि देऊ न भनेर बुझ्दा पनि भयो यही लिएर आउँदा भयो भइहाल्छ नि र आज मैले बोलेको मुख्य बुझ्नु जरुरी छ किनभने साँच्चैकै छुटकारा पाउने हो भने नकन्याएर मात्रै सम्भव छ नकन्याउनलाई असाध्यै चिलाउँछ के गरौँ बाबु भन्ने प्रश्न भयो भने डाक्टरले दिएको औषधि गर्ने हो र एकचोटि राम्रो बनाएपछि खपेर बस्ने हो थोरै समय खपेर बसेपछि बजिँदैन सुई छैन दाजु यसमा सुई लगाएर केही फाइदा छैन प्रेसर बिगार्छ सुगर बिगार्छ सुईले है कि एकैछिन क्षणिक राहत हुन्छ अनि फेरि चिलाउन थाल्छ कन्याएपछि फेरि जस्ताको तस्तै हजुरलाई सबै जिरो हुन्छ फेरि अनि त शरीर बिग्रे सुगर पनि छैन प्रेसर पनि छैन यही रोगले मलाई धेरै सतायो हजुर म राम्रो बनाउन सक्छु क्यारे यसलाई मैले भनेको अनुसारले हजुरले गर्नुभयो भने यसलाई राम्रो बनाउन सकिन्छ नबल्जिने गरी ठिक पार्न सकिन्छ यसमा के बार्नु पर्यो मैले खानेकुरा हजुरले जे आफूलाई खाँदाखेरि गाह्रो हुन्छ त्यही मात्रै बार्ने हो यसमा खानेकुरा बार्नुपर्ने रोग होइन यो होइन म त अब यो बैगुनहरू यो भिन्डीहरू यस्तोले चिलाउँछ भनेर म त्यो बार्दिराखेको बैगुन नेपालीहरूले खान छोडिदिए भएर सस्तो भएको छ नेपालभरि है होला अब हुनुपर्ने हो किनभने जो भेटे पनि चिलाउने मान्छेले बैगुनै बार्ने भनेर भन्नुहुँदो रहेछ बैगुन जस्तो चिप्ले भिन्डीहरू यस्तो रियाल निस्किने खालको खानेकुराहरू चिल्लो हेर्दाखेरि चिप्लो देखिने खानेकुराहरूले चाहिँ चिलाइ बढ्छ भन्ने एउटा सोचाइ छ सबैलाई त्यस्तो हुँदैन तर कसैलाई हुन्छ पनि त्यही भएर बैगुन खाँदा चिलाउँछ कन्याउनु बढ्छ भने बार्नै पर्यो त्यो खाँदा पनि उस्तै हो नखाँदा पनि उस्तै हो भने खासै बारेर फाइदा छैन त्यही त डरले मात्रै बारेको डरले हो साथीभाइले सिकाइदिएर बारेको खासै बैगुन बार्नु पर्दैन यसमा यसको औषधि पाइन्छ अब हजुर यहाँ बाहिर कहाँ छन् औषधि राखेको त्यहाँ सोध्नु होला कसरी प्रयोग गर्ने बुझ्नु होला केही बुझिएन भने म यहाँ छँदैछु फेरि सोध्नु आउनु होला है भगवान त्यस्तो नभन्नु खुसी लाग्यो बुवालाई